देशभरका ज्येष्ठ नागरिकहरूको साझा संस्था ज्येष्ठ नागरिक समाजको 13औं केन्द्रीय सभा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा सम्पन्न भएको छ। सभामा ज्येष्ठ नागरिकका अनुभव आदान प्रदानसँगै उनीहरूमा रहेको ज्ञान सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने विषयमा छलफल गरिएको छ। ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनकालमा समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूको अनुभवलाई राज्यले ग्रहण गरी समाज निर्माणमा उपयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। ज्येष्ठ नागरिकसँग विभिन्न क्षेत्रको लामो अनुभव र ज्ञान रहेको भन्दै त्यसलाई संरक्षण र पुस्तान्तरण गर्न सके समाज विकासमा महत्त्वपूर्ण योगदान पुग्ने सहभागीहरूको भनाइ रहेको थियो। ज्येष्ठ नागरिक समाजमा थप योगदान गर्न चाहने व्यक्तिहरूको साझा संस्था भएको बताउँदै अध्यक्ष गोविन्द विष्टले संस्थालाई स्वच्छ र मर्यादित ढङ्गले अघि बढाउनु पर्ने धारणा राख्नुभयो। उहाँले विभिन्न लोभ लालचका लागि संस्थामा कुनै स्थान नरहेको समेत स्पष्ट पार्नुभयो। गाडीमा चलाउला होटलमा भात खुवाउने भन्ने आफ्नो बोलीमा आटाल्न सक्ने पनि हुनुपर्छ भन्ने पनि मेरो नारा छ। सभामा ज्येष्ठ नागरिकहरूले राज्यबाट आफूहरूले अपेक्षित सेवा सुविधा र सम्मान प्राप्त गर्न नसकेको गुनासो समेत गरेका थिए। ज्येष्ठ नागरिकको संरक्षण र सम्मानका नाममा उहाँहरूलाई वृद्धाश्रममा राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विषयमा समेत सभामा जोड दिएको थियो। हाम्रो ज्येष्ठ नागरिकको विधानको पछाडिको के हेर्नु होला, वृद्धाश्रम चाहिँदैन, ओछ्यान छोडाउन पाइँदैन भन्ने हाम्रो नारा छ। यो ज्येष्ठ नागरिक भनेको कापीमा फाइलमा सीमित नरहेर हामी ज्येष्ठ नागरिक प्रतिको के संविधान बन्नुपर्छ र त्यो विधान बनाउनुहोस् र अहिलेको नयाँ सरकारमा दिनुहोस् म भन्न चाहे। परिवार र समाजमै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बस्ने वातावरण निर्माण गर्नुपर्ने सहभागीहरूको भनाइ रहेको थियो। सरकारले ज्येष्ठ नागरिकहरूको सम्मान गर्दै थप सेवा सुविधा दिनुपर्ने विषयमा समेत सभामा जोड दिएको थियो। ज्येष्ठ नागरिकको अनुभव ज्ञान र सिपलाई बोझका रूपमा नभई समाज निर्माणको महत्त्वपूर्ण स्रोतका रूपमा लिनुपर्नेमा जोड दिँदै सभा सम्पन्न भएको छ। रामसिंह ठौरना, नेपाल टेलिभिजन, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर।